टेस्ला कम्पनीको सिइओ र स्पेस एक्स कम्पनीको फाउन्डर इलोन मस्क, एमाजोनको फाउन्डर जेफ बेजोस, माइक्रोसफ्ट कम्पनीको को फाउन्डर बिल गेट्स, यिनीहरूले मन्थली बिलियन्स अफ डलर कमाइरहेको हुन्छ। तर यिनीहरूले इन्कम ट्याक्स तिर्नु पर्दाखेरि इभन $1 पनि तिरेको हुँदैन र यो इलिगल पनि होइन। यिनीहरूले लिगल वेमै विदाउट इन्कम ट्याक्स पेमेन्टको बसिरहेछ। अब यो कसरी किन भन्दाखेरि इलोन मस्क, बिल गेट्सहरू कहिले पनि तिनीहरूले स्यालेरी पाएकै छैन। दे नेभर गेट स्यालेरी ओर क्यास। जसरी हामीले मन्थको एन्डमा स्यालेरी लिन्छौँ त्यसरी यिनीहरूले स्यालेरी लिँदैन। अब यिनीहरूले के गर्छ भन्दाखेरि इन्स्टेड अफ गेटिङ स्यालेरी दे गेट स्टक अप्सन्स। भनेको तिनीहरूले आफ्नो कम्पनीको सेयर चाहिँ हरेक महिना 13% पाइरहेको हुन्छ। जसरी इलोन मस्कले अहिले टेस्लाको 12 to 13% अफ सेयर ओन गरेको छ। अब यसै नै हरेक मिलिनियर्सहरूले चाहिँ आफ्नो कम्पनीको सेयर ओन गरेको हुन्छ। अब जसले गर्दाखेरि यिनीहरूले स्यालेरी त पाएको छैन, जसले गर्दाखेरि यिनीहरूको ब्याङ्कमा पैसा जाँदैन। अब यसले गर्दाखेरि यिनीहरूको इन्कम ट्याक्स नकाटिने भयो। तर अब कुरा आउँछ, अब यिनीहरूले के सामान किन्नु पर्दाखेरि त त्यो सेयर बेच्छ होला, अनि त्यो सेयर बेच्दाखेरि त इन्कम ट्याक्स लाग्छ होला नि त। तर तिनीहरूले त्यसरी सेयर बेच्दैन। यो भनेको मिडल क्लास फ्यामिलीको चाहिँ माइन्डसेट हो। अब यो बिलिनियर्सहरू जस्ता रिच पिपलको कन्सेप्ट के हुन्छ भन्दाखेरि तिनीहरू डाइरेक्ट जान्छ ब्याङ्कमा गएर के गर्छ भन्दाखेरि आफ्नो कम्पनीको सेयरलाई चाहिँ एज अ कोलेट्रल तिनीहरूले राखिदिन्छ अनि तिनीहरूले ब्याङ्कबाट लोनको लागि अप्लाई गर्छ। अब तिनीहरूसँग जुन त्यो ब्याङ्कमा त पैसा लिएको रिपेमेन्ट गर्ने क्यापेबिलिटी हुन्छ, त्यसैले गर्दा ब्याङ्कले तिनीहरूलाई त्यो लोन दिइहाल्छ। अब यहाँ आउँछ कुरा, ब्याङ्कले दिएको लोन भनेको चाहिँ इन्कम होइन, त्यसरी इन्कम ट्याक्स काटिँदैन। तर त्यसमा के हुन्छ भन्दाखेरि इन्ट्रेस्ट हुन्छ। अब तिमीहरूले सोच र, बरु ब्याङ्कबाट पैसा लिएर इन्ट्रेस्ट तिर्नु भन्दा त इन्कम ट्याक्सै तिरेको राम्रो भनेर सोच र। तर अब यहाँ कुरा आउँछ, सेयरको भ्याल्यु भनेको सधैँ एउटै हुँदैन, कहिले घट्छ कहिले बढ्छ। अब यहाँ के हुन्छ भन्दाखेरि बिल गेट्सहरूको कम्पनीको जुन त्यो सेयरको भ्याल्यु बढ्ने स्पिड हुन्छ त्यो भनेको हाम्रो ब्याङ्कको लोनको इन्ट्रेस्टको त्यो भन्दा नि फास्ट हुन्छ। जसले गर्दाखेरि जब त्यो रिपेमेन्टको समय आउँछ त्यतिखेर हामीले जुन त्यो कोलेट्रलमा राखेको सेयरबाट रिपेमेन्ट गर्दाखेरि पनि स्टिल सर्टेन अमाउन्ट अफ सेयर अझै बाँकी हुन्छ, स्टिल सर्टेन अमाउन्ट अफ प्रफिट हामीले गेन गर्छ के। अब यसरी गर्दाखेरि चाहिँ रिच पिपल र पोर पिपल बिचमा ग्याप जन बढ्दै गर्छ। पोर पिपलहरूले चाहिँ मन्थको एट द एन्ड स्यालेरी लिन्छ अनि त्यो स्यालेरी ब्याङ्क अकाउन्टमा ट्रान्सफर हुन्छ कम्पनीबाट। त्यसैले गर्दाखेरि हरेक महिना इन्कम ट्याक्स नि काटिरहेको हुन्छ होइन। तर रिच पिपलहरू तिनीहरू स्यालेरी लिनुको सट्टामा आफ्नै कम्पनीको सेयर लिन्छ। अब यसले गर्दाखेरि तिनीहरूको इन्कम ट्याक्स नि काटिँदैन र तिनीहरूले लोन लिँदाखेरि यस्तो एसेटलाई चाहिँ तिनीहरूले एज अ कोलेट्रल राख्छ जसको भ्याल्यु बढ्ने स्पिड इन्ट्रेस्ट रेट भन्दा हाई हुन्छ। तर हामी पोर पिपलमा अथवा मिडल क्लास फ्यामिलीले के गर्छ भन्दाखेरि ब्याङ्कमा लोन लिन जाँदाखेरि पनि के गर्छ भन्दाखेरि हामीले त्यहाँ एज अ कोलेट्रल यस्तो सम्पत्ति राख्छ जुन समयको साथ बिस्तारै भ्याल्यु घट्न सक्छ, नभए यस्तो सम्पत्ति जसको चाहिँ भ्याल्यु बढ्छ तर इन्ट्रेस्ट रेट भन्दा ब्याङ्कको इन्ट्रेस्ट रेट भन्दा स्लोली बढ्छ। अब यसले गर्दाखेरि हामी जस्ता मिडल क्लास फ्यामिलीले चाहिँ न स्यालेरीबाट नाफा पाउँछ न लोनबाट नाफा पाउँछ। यदि यो भिडियो तपाईँलाई काम लाग्यो, युजफुल लाग्यो भने चाहिँ यो भिडियोलाई लाइक गर्नु र यस्ता भिडियोहरूको लागि यो च्यानललाई फलो गर्न नबिर्सिनु होला। धन्यवाद।